सेवा वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि मेरो थुतुमा चाहिँ यस्तै नै छ, निकै भएको छैन, 4-5 दिन भइसक्यो। के भएको खै त्यत्तिकै आफै नै घाउ बस्यो। दुठो घाउ हो कि चोखो घाउ हो, मैले दुठो त पसेको खाएको थिइनँ। एक्कासी चिलायो नि यसो छामेको त पुरा सुनिएर पो राखेको रहेछ, अरर भएर त्यो खालको हावाले फुटेर बिजोग भयो मेरो। गाह्रो भयो, खानु पनि कस्तो अरर भएछ। बाहिर बसिरहेको निको हुन्छ होला अब। त्यस्तै हो, उनीहरूले चाहिँ खाना खाएर यतिकै एकछिन ढल्केको नानीबाट नानीलाई सुताल्यो भने ढल्केको हावा चलिरहेछ। हावाले उडाला जस्तो भइरहेछ। घाम पनि छ, हावा पनि त्यस्तै चलिरहेछ, तर पानी पर्नु सकेन। पानी चाहिँ चाहिएको छ एकदम। मकैहरू सुकेर पुरा मकै उम्रेको पनि बिजोकै भइसक्यो। पानी पर्नु सकेको छैन। हावा बन्छ उडाउँछ होला हावाले। अब हावा अनि मेरो थाङ्ना पनि झार्दैछ मेरो नाक सबैलाई हावाले। सानो हावा चल्दै छैन। मेरो काम छ सिलाउने, यताउता गर्ने कामहरू छ अलिअलि। नानी सुतिरहेछ। बिउजेपछि त आँखा खोलेपछि त मुख खुल्नु परिहाल्छ। लुक हेर न नाटकी छोरी, पातकी छोरी, नाटकी छोरी। हाई छोरी, हाई बेबी, हाई भन्देऊ न मेरो ब्लगमा, हाई भन्देऊ त। मेरो ब्लगमा हाई भन न छोरी। सानो बेबी हल्लिँदै सुत्ने यहाँ। हल्लिन्छ सन्चन्छ फेरि त। हल्लिन छोडेपछि फेरि बिमार हुन्छ होइन। सानो बेबी भनेको खै त। निदाइ राति त कुखुरा निदाउँछ कुखुरा जस्तै पिटिक्क। फेरि निदाउने है, फेरि मिम गर्ने ल। कपडा आइरन गर्नुपर्ने छ, आइरन गरेर काटेर सिलाउनु पर्ने ट्राउजर। म्याडम सुत्नु भएको बेलामा आइरन गरिहाल्नु पर्यो। बत्ती पनि आउँदै जाँदै गर्दैछ। हाई गर्मी। के भएको कुखुरा जति पनि सुत्दैन कि बिउजिहाल्छ। अन्त सुतेर अहिले भर्खर उठेको, कपडा आइरन गरेको बल्ल बत्ती आएछ अनि गरिहालेको। बत्तीको भर हुँदैन, हावा चलेको बेला त आउँदै जाँदै गर्छ। गरिहालेको सिलाउनु पर्ने छ ट्राउजर, गर्मीमा लाउने क्या पातलो। गर्मी पनि साल्नु छैन त कपडै। मेरो घाउ कहिले निको हुने हो, यहाँ पसिनै हाल्छ। बस्नु लागेको समय नभए पनि खानु त पर्यो नि। समय नभए पनि खानु चाहिँ खानु पर्यो। आलु 2-4 दाना खाने खाजा। यता चाहिँ हाम्रो फेरि करेन्ट चाउचाउ।
काम नगरे नि खानु पर्यो नि होइन मान्छे यस्तो भइसक्यो काम गरेर गइ हेर राम राम मलाई गगट पटिस देश त के काम भन्दा फेरि यो पकाउने कामै फेरि मैले नपकाएको खान्थ्यो राम 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 उनीहरू त यस्ता मलाई यसले पकाइदिएर मात्रै खाने हो र अरू बेला खान्छौ खानु मन लाग्यो भने खाइहालिन्छ नि करेन्ट चाउचा खासमा नखानु पर्ने हो गाइज तर मैले नखाइ सक्दिनँ तर देखेपछि यस्तै हो अहिले वाइवाईमा त फेरि खतरा गएको रहेछ नि विनोद चौधरीको वाइवाईमा भाइ त तिनीहरूले लाउन पिरो हुन्छ आमाबाट मलाई त अलिक थपेर खायो त मैले बोजूलाई अचार बनाइदिनु पर्ने भनेको पसिना चुहिन्छ पसिनै चुहिन्छ भयो बनाएको करेन्ट आउँछ पिरो बिनाको यहाँ चाहिँ सस मात्रै लगाएको पिरो चाहिँ खानु हुँदैन नानीलाई सर्किन्छ त्यही भएर साग लगाएर सस मात्रै लगाएको मान्छे घर पोकोमा सुतिरहेछ म चाहिँ खाजा खान्छु अब सिलाउँछु सिलाएँ मैले तर इलास्टिक छैन हौ इलास्टिक लिएर लगाउनु पर्ने छ यस्तै हो मेरो घर बस्दा लाउने चलेर यतिको भयो काम चलाउँदा सिलाउँछु नि म हरे क्या आफ्नो लागि त चलिहाल्छ नि ट्राउजर गर्मीमा क्या शीतल यहाँ पनि छ अब पनि पर्ने तर इलास्टिक छैन अब इलास्टिक लाउनु बाँकी आधिकल्चो भयो हतार सिलाएको भएर इलास्टिक नै पो छैन रहेछ बिर्सिगएको थिएँ अब ल्याउनु पर्ने छ इलास्टिक अनि इलास्टिक लाउनु पर्ने छ अर्को पनि छ नानी चाहिँ भित्र सुताइराखेको के गर्दैछ सुत्दैछ कि कराउँदैछ पनि हाइप आउँछ त हो घाममा आज चाहिँ दिउँसो सुत्दिनँ म त्यही भएर आइहाल्छ बस्छु अब सुत्नुपर्छ भन्दैछु जान्दैन
बेलुका हुनु लाग्यो खानाहरू पकाउने बेला हुन्छ यहाँको चाहिँ अघि यस्तो गर्दाखेरि हातले उक्कियो क्या होइन उक्काइदिएको के आउँछ मुखमा पनि होला नि बेलुका भयो खाना पकाउने बेला भयो म खाना पकाउँदैछु र आगो बलिरहेछ आगोमा पकाउँदै गरेको धुवा घाम लाग्दा त आगोमा पकाउनु त गाह्रो छ त्यसै गर्मी झन् गर्मी हुन्छ मेरो अनुहार हेर्दा पनि बिरक्तै लागेर आउँदैछ हौ मलाई के भएको यस्तै हो मेरो भिडियो आजको अन्त्यसम्म हेर्नुभयो भने थ्याङ्क यू हेर्नु भएन भने अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्नु त मुखै मात्रै त हो होइन केही छैन बाई बाई सी यू नेक्स्ट भिडियो